छ तिम्रो घरमा हिँड्न सक्छ भनेको त हिँड त खानालाई त यो घर नजिक पिकनिक खान पनि साह्रै सजिलो हो अचार चाहिँ ल प्रज्ञा सुनवार अब अचार नुन लागेन भने पनि ठिक्क घरमै गएर ल्यायो अब बजेटले पुग्यो भने त तिनीहरूको बजेट कम भयो जस्तो छ कि हुँदैन रिदुमा तिमीले पिरो कसैलाई रिदोमाले खाँदैन अचार भनेको पिरो नभएर के गुलियो हुन्छ त अचार भनेको भातसँग पिरो हुनाले त खानु हो भने धेरै पिरो रहेछ भनेको खुर्सानी पिरै हुन्छ मिठो भएछ पुदिनाको अचार रहेछ धनिया र के हौ पूजा गरेको ए हे खै पूजा गरेको यो चाहिँ देउतालाई चढाएको हो ल गजब गरेछौ ल अनि कहिले तिमीहरूले योजना चाहिँ बनाएको त यो हिजो कहाँ सल्लाह गरेको चौरमा गएर होइन अनि भूमिकालाई चाहिँ किन नभनेको त के भन्छ अरे र यहाँलाई त बच्चा यसरी खेल्छ अब अचारै भयो हिजो बनाएको बिग्रिहाल्छ अझै खाइहाल्छ त्यो फेरि सड्यो भने सडियो भने त्यही त भातले पुगेन भात छ होला नि हाम्रोमा छ कि छैन छ त्यो खाइसकेर म भात दिन्छु ओ त्यो रिदमालाई चाहिँ झोल हालिदेऊ न त्यो झोल त्यसलाई त झोल उसले झोल खान्छ तातो हुन्छ हौ हामीले त तातो गेम खेलेर खान्छौँ तातो खाएको राम्रो तातै छ त अब चिसो पनि मिठो हुन्छ पिकनिकमा त हाम्रो रिदोमाले पनि मजाले भात खाँदो रहेछ त हो घरमा त भात खाँदैन त आगोमा पकाएकोले मिठो भएको है अन्डा फ्राई हो र त्यो बोइल त्यसरी फ्राई खानु हुँदैन अन्डा त्यो चाहिँ पचाउन गाह्रो हुन्छ यता माथि चाहिँ साराङकोट जाने बाटो पनि हो ऊ पनि केबुल कार पनि खोइ त केबुल कार त देखिँदैन रहेछ देख्नु त देखिन्छ तर थोरै देखिने रहेछ केबुल कार अझ चलिरहेछ अनि आज त गन्डोलो त दुईटा मात्रै माथि टपमा जाँदैछ के
त्यस्तो गाह्रो भयो क्या प्रायः त बहिरो भइसक्यो नि त मैले चाहिँ ऊ चाहिँ खाएर हेर्दैछु भन्ने छ क्या ऊ त खाँदै हेरेको छु भनेको हो क्या मैले यिनीहरू दुइटाको चाहिँ सानो कुरामा पनि झगडै पर्छ सानो कुरा हेर्ने ठुलो कुरा केबुल कार भन्ने सानो हो र होइन घरै हाम्रो भन्दा ठुलो छ गरेर बिल्डिङ बिल्डिङ एकैछिन नहराएर त मेरो अचार खाएपछि हटाउँदैन होइन यहाँ त कस्तो चराहरू कराउँदो रहेछ त मलाई ठाउँ चाहिँ तिमीहरूले राम्रै छानेछ है चरा कराउने ठाउँ हाम्रो ठाउँ शीतल पनि होइन तलतिर हो भने चौरतिर हो भने घामले पोलेर त्यो प्रसिद्धले के गर्दैछ है त्यो